याङयाङमा भव्य क्याम्पस बनिएको छ। अब त्यो क्याम्पसमा जुन पनि नानीहरू सिक्किमको पढ्नुहुन्छ, मेरो त यही सपना थियो कि हामीले भलै पढ्न पाऊँ या नपाऊँ, हाम्रो आउँदो भविष्यले मेरा सिक्किमका युवा भाइ बहिनीहरूले चाहिँ राम्रो कलेज युनिभर्सिटीदेखि शिक्षा ग्रहण गर्नुपर्छ, फेसिलिटी पाउनुपर्छ अनि बराबर कम्पिटेन्ट हुनुपर्छ देशभरिको युवा जमातसँग भन्ने सोच थियो। अनि त्यो जमिनी धरातलमा आज पुरा भएको देख्दाखेरि अब आउँदो दिनमा सिक्किम पनि एजुकेसनको रोड म्यापमा बराबर आएको देख्दाखेरि जुन गर्वबोध छ म त्यो शब्दमा बयान गर्न सक्दिनँ। विशेष त म समस्त ती छात्रहरूलाई धन्यवादी छु जसले त्यतिखेर आन्दोलन गर्नुभयो, जसलाई युनिभर्सिटीको खाँचो थियो। हामी सबै लागु परेका थियौँ, पानीमा भिजेर तपाईको हरेक समस्याहरू झेलेर पनि हामी खडा भयौँ। मेरा प्रतिनिधि मण्डलका साथीहरू जो सुसामा हुनुहुन्थ्यो र सुसाका आजसम्मका प्रतिनिधिहरू जसले सुसा खडा गर्नमा आजसम्म जिम्मेवारी लिनुभयो, ती सबैलाई म आज यस मिडियामा अनि तपाईँले प्रशंसा दिनुभयो, म धन्यवादी छु अनि उहाँहरूप्रति कृतज्ञता पनि अर्पण गर्न चाहन्छु। त्यतिखेर युनिभर्सिटीका डल्लै नन टिचिङ स्टाफदेखि लिएर गएर टिचिङ फ्याटर्निटीदेखि लिएर गएर सबैले जुन सहयोग गर्नुभयो, त्यो आन्दोलन भयो, हामीले माग गऱ्यौँ जुन 987 करोडको माग थियो अनि त्यस माग पूर्ति भयो। माग पूर्ति भएपछि केन्द्र सरकारले पैसा स्याङ्सन गरिदिनु भयो, जुन केन्द्र सरकार भारतीय जनता पार्टीको सरकार हो। अनि त्यसका सबैभन्दा हाम्रो ठुलो नेता भारतका यशस्वी प्रधानमन्त्रीले आएर त्यो युनिभर्सिटीको क्याम्पसलाई ओपनिङ गरिदिनु सबभन्दा ठुलो गर्वको विषय हो। अनि म छात्र सङ्घको अध्यक्षको रूपमा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु त्यो समयबाट। अनि वर्तमानमा जसले पनि काम गरिरहनु भएको छ उहाँहरूलाई पनि म भन्न चाहन्छु कि आउँदो दिनमा यसको प्रगति र उन्नतिको निमित्त यसलाई गोडमेल गर्नको निमित्त सबैजना लागौँ, किनभने यो एजुकेसनको सेन्टर अफ एक्सिलेन्स हो अनि समस्त 14-15वटा कलेज एफिलिएटेड भएको युनिभर्सिटी हो। अनि हरेक कलेजेसको जुन डिग्री थाप्नु हुने स्टुडेन्ट्सहरूको निमित्त पनि सहज बनिएको छ। त्यहाँबाट पढ्नुहुने छोराछोरीको सपना पनि अब युनिभर्सिटीसम्म जानेछ। याङयाङमा भव्य क्याम्पस बनिएको छ। अब त्यो क्याम्पसमा जुन पनि नानीहरू सिक्किमको पढ्नुहुन्छ, मेरो त यही सपना थियो कि हामीले भलै पढ्न पाऊँ या नपाऊँ, हाम्रो आउँदो भविष्यले मेरा सिक्किमका युवा भाइ बहिनीहरूले चाहिँ राम्रो कलेज युनिभर्सिटीदेखि शिक्षा ग्रहण गर्नुपर्छ, फेसिलिटी पाउनुपर्छ अनि बराबर कम्पिटेन्ट हुनुपर्छ देशभरिको युवा जमातसँग भन्ने सोच थियो। अनि त्यो जमिनी धरातलमा आज पुरा भएको देख्दाखेरि अब आउँदो दिनमा सिक्किम पनि एजुकेसनको रोड म्यापमा बराबर आएको देख्दाखेरि जुन गर्वबोध छ म त्यो शब्दमा बयान गर्न सक्दिनँ, तपाईँलाई यसरी शब्दमा भन्न सक्दिनँ। त्यो एउटा इमोसनको विषय हो। त्यसको निमित्त जब छात्र सङ्गठनमा उभिएँ, जबसम्म त्यो आवाज उठाएँ, मैले छात्रको निमित्त आवाज उठाएँ अनि छात्रको निमित्त आज पनि आवाज उठाइरहन्छु। भोलिको निमित्त पनि म छात्रै हो, म सिकिरहने व्यक्ति हो र भोलिसम्म जब पनि छात्रको निमित्त, स्टुडेन्ट्सको निमित्त र एजुकेसनको निमित्त कुनै विषय उठ्छ भने म अग्रिम पङ्क्तिमा रहेर यस विषयलाई उठाइरहनेछु अनि त्यसको निमित्त कार्य गरिरहनेछु।